स्वागत छ साथीहरूलाई। अहिले देश चुनावमय बनेको छ। चुनावमा विभिन्न दलका विभिन्न व्यक्तिहरू उठिरहेका छन् र विभिन्न दलहरूले आफ्नै दलबाट अथवा आफैले जितेको व्यक्ति प्रधानमन्त्री बन्ने र देशमा कायापलट गर्ने भनेर हामीहरूलाई एक किसिमको आश्वासन दिइरहेका छन्। अब हामी उक्त आश्वासनमा नपरी प्रधानमन्त्री कसरी बन्छन्? के व्यक्तिले विभिन्न दलहरूले उठाएका व्यक्ति जितेर गयो भने प्रधानमन्त्री बन्छन् त? अथवा प्रधानमन्त्री बन्ने नियम छुट्टै छ? उक्त कुरालाई अथवा यसलाई डिटेलमा बुझ्छौँ र त्यसका लागि हामीले हेर्नुपर्ने हुन्छ नेपालको संविधान। नेपालको संविधानको धारा 76 मा मन्त्री परिषदको गठन सम्बन्धी व्यवस्था रहेको छ। उक्त मन्त्री परिषदको गठनमा नेपालमा प्रधानमन्त्री 4 किसिमले बन्न सक्ने व्यवस्था स्पष्ट रूपमा उल्लेख गरेको छ, जसमा संविधानको धारा 76 ले सरकार गठनका लागि प्राथमिकताका आधारमा 4वटा विकल्पहरू दिएको छ। पहिलो विकल्प सफल भएन भने दोस्रो विकल्प जान्छ। अर्थात् हामीले के बुझ्नु पर्यो भने यहाँ सबैभन्दा पहिलो विकल्प भनेको एकल बहुमत। धारा 76 को 1 मा एकल बहुमतको कुरा गरेको छ। त्यस्तै धारा 76 को 2 मा संयुक्त सरकार अथवा गठबन्धनबाट प्रधानमन्त्री बन्न सक्ने कुरा उल्लेख गरेको छ र धारा 76 को 3 मा अल्पमतको सरकारको कुरा गरेको छ भने धारा 76 को 5 मा व्यक्तिगत रूपमा बहुमतको कुरा गरेको छ। अब हामीले यहाँ एउटा कुरा चाहिँ के क्लियर हुनु पर्यो भने कुनै पनि पार्टीले घोषणा गरेको जस्तो अथवा कुनै पनि पार्टीले प्रचार प्रसार गरेको जस्तो कुनै व्यक्ति चुनाव जित्दैमा प्रधानमन्त्री बन्न सक्दैन। प्रधानमन्त्री बन्नका लागि यसका आफ्नै विधि प्रक्रिया छन्। एउटा बुझ्नुपर्ने कुरा यो हो। र अब के विधि प्रक्रिया छन् यो तपाईँलाई पनि मनमा लागेको हुनसक्छ। यो कुरा आज हामी यहाँ क्लियर गर्छौँ। पहिलो बाटो भनेको धारा 76 को 1 एकल बहुमत, त्यसपछि संयुक्त सरकार, त्यसपछि अल्पमतको सरकार र त्यसपछि मात्र व्यक्तिगत रूपमा बहुमत। यो 4वटा वे हो यो प्रधानमन्त्री बन्ने। यदि पहिलो सफल हुन सकेन भने दोस्रो तरिकाबाट प्रधानमन्त्री बन्छ, दोस्रो सफल हुन नसके तेस्रो तरिकाबाट प्रधानमन्त्री बन्छ र तेस्रो सफल हुन नसके चौथो तरिकाबाट प्रधानमन्त्री बन्छ। अब हामी यहाँ यो 4वटै तरिका डिटेलमा हेर्नेछौँ। पहिला हेरौँ पहिलो तरिका। पहिलो तरिकामा के रहेको छ भने राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ। यहाँ हाम्रो प्रतिनिधि सभामा टोटल 275 जनाको सहभागिता रहन्छ। अर्थात् प्रतिनिधि सभा भनेको एउटा यस्तो सभा हो जहाँ 275 जना सदस्य रहन्छन्, जसमा प्रत्यक्ष तर्फबाट 165 र समानुपातिक तर्फबाट 110 गरी टोटल 275 जना सदस्य रहन्छन्। अर्थात् 275 जनाको एउटा ग्रुप रहन्छ। यो ग्रुपबाट एकजना प्रधानमन्त्री बन्ने हो। यो 275 जना मध्येबाट एकजना जो प्रधानमन्त्री बन्छ, यो एकजनाको चयन कसरी हुन्छ यो विषयमा हामी तपाईसँग छलफल गर्न गइरहेका छौँ। यो 275 जना मध्येबाट 275 टोटल मध्येबाट यसको आधा गर्ने भने आधा भनेको हुन्छ 137.5। र यो पहिलो तरिका के छ भने यदि प्रतिनिधि सभामा बहुमत प्राप्त कोही एकजना छ, अर्थात् कुनै 137.5 आउने कुरा भएन, 138 को कुरा गरौँ। यदि कुनै दलले 138 सिट प्राप्त गर्यो अथवा यदि कुनै दलको 138 जना व्यक्ति प्रतिनिधि सभामा सहभागी हुन आयो भने यिनै 138 जना सहभागी भएको दलको नेता अर्थात् संसदीय दलको नेता यो प्रधानमन्त्री बन्छ। यो एकदम सिधा र छोटो विधि। सिधा र छोटो विधि भनेको 138 जनाको उपस्थिति हुनु पर्यो। 138 जना उपस्थिति भएर मात्रै भएन, यसबाट यिनीहरूले संसदीय दलको नेता छान्नु पर्यो। अनि मात्रै प्रधानमन्त्री बन्न सक्छ। बहुमत आउनु पर्यो, 138 हुनु पर्यो र संसदीय दलको नेता छान्नु पर्यो। जस्तो उदाहरणका लागि यदि यहाँ रासोपाको बहुमत आयो, मानव रासोपाले 138 सिट जित्यो, तर रासोपाले आफ्नो संसदीय दलको नेता छान्ने बेला बालेनलाई छानेन भने बालेन प्रधानमन्त्री बन्न सक्दैन। एउटा क्लियर हुनुपर्ने कुरा। अहिले जसरी प्रचार प्रसार गरिएको छ बालेन प्रधानमन्त्री बनाउने भनेर, त्यसरी बालेन प्रधानमन्त्री बन्नका लागि दुईटा शर्त पुरा गर्नुपर्छ। एउटा 138 ठाउँबाट यिनीहरूले विजयी हुनुपर्छ, अर्थात् 138 सिट प्राप्त गर्नुपर्छ। यो 138 भनेको दुई किसिमले हो, प्रत्यक्ष र समानुपातिक दुवै गरेर 138 आयो र संसदीय दलको नेता समेत उसैले छाने भने मात्रै प्रधानमन्त्री बन्न सक्छ, होइन भने प्रधानमन्त्री बन्न सक्दैन। यदि संसदीय दलको नेता छान्ने बेला अरू कुनै व्यक्तिलाई संसदीय दलको नेतामा चयन गरे भने उक्त चयन गरेको व्यक्ति प्रधानमन्त्री बन्छ। अब यसलाई उदाहरणसहित हेरौँ। जस्तो मानव प्रतिनिधि सभाको निर्वाचन परिणाम यस्तो आयो। क भन्ने दलको 150 सिट आयो, ख भन्ने दलको 70 आयो र ग भन्ने दलको 55 सिट आयो। यस्तो यदि निर्वाचनको परिणाम सार्वजनिक भयो भने यहाँ क भन्ने दल 150 जुन 150 ल्याएको छ, यसको अलरेडी 138 भन्दा बढी रहेको छ। अर्थात्
यसले स्पष्ट रूपमा बहुमत प्राप्त गरेको हुनाले दल कको संसदीय दलको नेता संसदमा उपस्थित भएपछि यो संसदीय दल भइहाल्यो। यो कको संसदीय दलको नेता सिधै प्रधानमन्त्री बन्नेछन्। अन्य दलको समर्थन आवश्यकता पर्दैन। एकदम सर्टकट मेथडबाट प्रधानमन्त्रीले सिधै नियुक्त गर्नेछन् कको संसदीय दलको नेता। अर्थात् 1 नम्बर पोइन्ट भनेको यदि कुनै पनि पार्टीको स्पष्ट रूपमा बहुमत छ भने उक्त पार्टीको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन्। र सधैँ बहुमत आउँछ भन्ने त छैन। ल मानव बहुमत आएन। बहुमत आएन भने के गर्ने? दोस्रो वे भनेको मिलिजुली सरकार, अर्थात् धारा 76 को 2 मा। अब यसमा के हुन्छ भने यदि एक्लै बहुमत आउन सकेन भने 2 वा 2 भन्दा बढी दलहरू मिलेर बहुमत प्राप्त गरेमा त्यसरी बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन्। यदि कुनै पनि दलको स्पष्ट बहुमत 138 आउन सकेन भने 138 त्यसरी आउन सकेन भने 2 वा 2 भन्दा ए बी जस्तो यो दल 1 र दल 2 मिलेर यहाँ यसरी बहुमत प्राप्त गर्न सक्ने अवस्था भएमा यिनी दुईवटा मध्येबाट समर्थन गर्न सक्ने दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्री नियुक्त गरिन्छ। यो हो दोस्रो चरण। जस्तै उदाहरणको रूपमा यदि कुनै पनि दलको 138 सिट ल्याएनन् भने, जस्तो मानौ दल ए पार्टी एले 100 सिट ल्यायो र पार्टी बीले 40 सिट ल्यायो र पार्टी सीले 135 सिट ल्यायो भने यहाँ जस्तो पार्टी ए र पार्टी बी मिलेर 140 सिट पुऱ्याए, गठबन्धन ए र बी मिलेर 140 सिट पुऱ्याए, 100 र 40 गर्दा 140 हुन्छ। यिनीहरूको 140 सिट पुऱ्यायो भने 140 भनेको बहुमत प्राप्त भयो, अर्थात् 138 भन्दा धेरै भयो। त्यसैले पार्टी ए र पार्टी बी मिलेर 140 पुऱ्याएकोले पार्टी ए र पार्टी बी मिलेर संयुक्त सरकार बनाउँछन्। यिनी पार्टी ए र पार्टी बी मध्येबाट कुनै एकजना संसद उनीहरूबाट चुनिएर कुनै एकजना संसद प्रधानमन्त्री बन्छन्। यो भयो दोस्रो चरण। यदि यो पनि हुन सकेन, दुईवटा सँगै मिलेर पनि यिनीहरूले बहुमत प्राप्त गर्न सकेनन् भने अब के हुन्छ? अब जान्छौँ हामी तेस्रो चरणमा। तेस्रो चरणमा के हुन्छ हेर्नुहोस्। तेस्रो चरणमा सबैभन्दा ठुलो दलको नेतृत्व धारा 76.3 अनुसार राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री चयन गर्नेछन्। सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई प्रधानमन्त्री चयन गर्नेछन्। यसमा बहुमत 138 नभए पनि हुन्छ, नभए पनि प्रधानमन्त्री सबैभन्दा बढी जसको सदस्य छ उक्त सदस्य रहेको संसदीय दलको नेता बन्छ। या फेरि सदस्य होइन नेता बन्छ। संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ। यसलाई पनि उदाहरणसहित बुझौँ। दल ए को 90 सिट आयो, दल बी को 80 सिट आयो, दल सी को 60 सिट आयो र अन्यको 45 सिट आयो भने यहाँ 138 त कसैको पनि पुगेन। यस्तो अवस्थामा 138 कसैको पनि पुगेन। 138 पुगेको भए 1 नम्बर अनुसार प्रधानमन्त्री हुन्थ्यो। 138 2 वा 2 भन्दा बढी मिलेर 138 पुर्याउन सकेको भए 2 नम्बर अनुसार प्रधानमन्त्री हुन्थ्यो। र हामी यहाँ तेस्रो चरण 3 नम्बर अनुसार भनेको यदि यस्तो अवस्था आयो भने सबैभन्दा बढी जसको छ, जस्तो 180 नपुगे पनि यहाँ 90 दल ए को छ, पार्टी ए को छ, यो पार्टी ए को व्यक्ति प्रधानमन्त्री बन्छ। पार्टी ए को दल क अर्थात् पार्टी ए को संसदीय दलको नेता बन्छ। यहाँ कसैले पनि 138 पुगेन भने दल कसँग सबैभन्दा धेरै 90 सिट छ, त्यसैले दल क को नेता प्रधानमन्त्री बन्छ। यो भयो तेस्रो चरण। तर यहाँ एउटा सर्त छ, अर्थात् यिनीहरूले एउटा परीक्षा दिनुपर्छ जसमा धारा 76 को 4 अनुसार यसरी नियुक्त भएको प्रधानमन्त्रीले 30 दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्छ। यदि विश्वासको मत प्राप्त गर्न सकेनन् भने त्यस्तो प्रधानमन्त्री स्वतः पदमुक्त हुन्छन्। अनि त्यसपछि अन्तिम विकल्प हुन्छ व्यक्तिगत प्रयास। यदि 1 नम्बर बहुमतको सरकार बन्न सकेन, 2 नम्बर गठबन्धनको सरकार बन्न सकेन र 3 नम्बर कुनै एउटा सबैभन्दा बढी सदस्य रहेको दलको कुनै एकजना व्यक्ति यो पनि सरकार बन्न, सबैभन्दा बढी सदस्य रहेको संसदीय दलको नेता यो पनि प्रधानमन्त्री बन्न सकेन। यदि तीनवटै अवस्था आएन अथवा गठबन्धन अथवा सबैभन्दा बढी दलको सदस्य रहेको व्यक्तिबाट बनेको प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सकेन भने अब आउँछ यो विकल्प। यो विकल्प भनेको व्यक्तिगत प्रयास हो। प्रतिनिधि सभाको कुनै पनि सदस्यले दलको नेता हुनु पर्दैन। यदि बहुमत 138 जुटाउने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले उनलाई प्रधानमन्त्री नियुक्त गर्न सक्नेछन्। र यसरी नियुक्त प्रधानमन्त्रीले पनि पुनः विश्वासको मत भन्ने प्राप्त गर्नुपर्नेछ। उदाहरणका लागि यदि संसद सदस्य राम दल खको संसदले दावा पेश गर्छन्, राम भन्ने व्यक्ति जुन दल खको सांसद हुन्, हामी यहाँ उदाहरणको रूपमा प्रस्तुत गरिरहेको छ,
दल बी अथवा पार्टी बीको सांसद राम भन्ने व्यक्तिले दावा पेश गर्छन्। आफ्नो दल खबाट 40 जना, दल कबाट असन्तुष्ट सांसदहरू 50 जना र अन्य साना दलहरू 50 जना गरेर कुल सदस्य 140 जना पुर्याउँछन् भने रामले 138 भन्दा बढी संसदको हस्ताक्षर बुझाएमा उनी स्वतः प्रधानमन्त्री बन्छन्। राष्ट्रपतिले उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्छन्। यो हो चौथो तरिका। र यसरी चौथो तरिकाबाट पनि अर्थात् धारा 76 को 5 अर्थात् व्यक्तिगत प्रयासबाट पनि कोही प्रधानमन्त्री नियुक्त हुन नसकेमा वा नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन हुन्छ र 6 महिनाभित्र अर्को निर्वाचनको मिति तोकिन्छ र अर्को निर्वाचनका लागि तयारी गर्नुपर्ने हुन्छ। अब हामी यहाँ को प्रधानमन्त्री बन्छ भन्ने विषयलाई सारांशमा बुझ्छौँ। सारांशमा बुझ्दाखेरि के छ भने धारा 76 को 1 अनुसार यदि बहुमत छ भने यस प्रधानमन्त्री बन्छ 5 वर्ष, उक्त जसको बहुमत छ उक्त दलको नेता बन्छ अर्थात् संसदीय दलको नेता प्रधानमन्त्री बन्छ, पुरै सिद्धियो। यदि बहुमत जुटेन भने जान्छ दोस्रोमा गठबन्धनको सरकार। गठबन्धन भनेको 2 वा 2 भन्दा बढी दलहरू मिलेर यिनीहरूले यदि बहुमत प्राप्त गर्न सके भने त्यसबाट यस अर्थात् सरकार बन्छ, प्रधानमन्त्री बन्छ। प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्नुपर्छ। यदि यसरी प्रधानमन्त्री बन्न सकेन अथवा यसरी नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सकेन भने अब हामी जान्छौँ तेस्रो तरिकामा। तेस्रो तरिका भनेको ठुलो दलको नेता विश्वासको सबैभन्दा यसमा बहुमत स्पष्ट रूपमा बहुमत प्राप्त गर्नु पर्दैन। जुन ठुलो दल छ जसको सबैभन्दा धेरै व्यक्तिको उपस्थिति रहेको छ त्यस्तो दलको संसदीय दलको नेता प्रधानमन्त्री चयन हुन्छ यहाँ। र यसरी नियुक्त प्रधानमन्त्री पनि विश्वासको मत चाहिँ प्राप्त गर्नुपर्छ। र यदि यसरी नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सकेन भने कुनै जुन संसदसँग बहुमत हुन्छ, जुन संसदले बहुमत जुटाउन सक्छ उक्त व्यक्ति प्रधानमन्त्री बन्छ। यदि यसरी कुनै पनि संसदले बहुमत जुटाउन सकेन र यसरी पनि प्रधानमन्त्री हुन सकेन भने संसद विघटन हुन्छ। संसद विघटन भइसकेपछि संसद विघटन भएको मितिले 6 महिनाभित्र चुनाव गराउनुपर्छ र पुनः प्रतिनिधि सभाको चुनाव हुन्छ र यसरी प्रधानमन्त्रीको चयन हुन्छ। आजका लागि हामीले तपाईसँग प्रस्तुत गरेको सामग्री यति नै। तपाईलाई यो सामग्री कस्तो लाग्यो, कृपया राम्रो लाग्यो भने कमेन्टमा राम्रो छ भनेर लेखिदिनु होला। र आगामी दिनहरूमा यस्तै भिडियो हेर्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब, लाइक, सेयर गर्न नबिर्सनु होला। यतिन्जेल हामी सँगै रहनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद।